म बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री कुनै पनि दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान र पशुपतिनाथसँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। यही ढङ्गले चाहिँ मन्त्रालयहरू आफ्ना आसेपासेका सिफारिस खोजेर हिँड्ने हो, जनताका प्रतिनिधिहरूलाई अपमान गर्ने हो, उनीहरूका सिफारिसलाई चाहिँ रद्दीको टोकरीमा फाल्ने हो भने यो सिस्टमले काम गर्छ भन्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको, कोही जेठी सासूको घरतिर जाने बाटोमा हालिएको, कोही शालीकोतिर पनि हालिएको जस्तो देखिएका छन् कुनै कुनै मन्त्रीज्यूहरूले। यस किसिमको बजेट विनियोजनले परिणाम आउँदैन र हामीले तय गरेको लक्ष्य प्राप्त हुँदैन। यसरी मनप्रति बाटेको मैले अघि भने न यो विकास मैत्री छ, न लगानी मैत्री छ, न सत्ताधारी के अरे यो सरकार हामी सरकार समर्थन संसदको उसमा छ। यसलाई सभामुख मार्फत भन्छु, जुन ठाउँमा बजेट आवश्यक छ, जस्तै जुन नेपाली जनतालाई तुरुन्त चाहिएका त्यस्तो ठाउँमा यो बजेटले फेरि हेरोस्, नेपाली जनतालाई हेरोस्। होइन भने दिनुहोस्, ठिक छ त विदेशीलाई दिनुहोस्, अथवा यो ढिलो गरियो भने अर्को एउटा हल्ला छ। म खुलेर भनिदिन्छु, मलाई कुनै लाज छैन भन्नलाई, डर छैन। यहाँ एउटा हल्ला चलिरहेको छ, टेक एन्ड पे भन्ने, व्यापारीहरूसँग पैसा उठाउने अनि परिवर्तन गर्ने। यो हो डिजाइन भनिएको छ। म भन्दिनँ के हो डिजाइन, मैले अघि नै भनिसकेँ। अहिलेको अर्थमन्त्रीप्रति, अहिलेको सरकारप्रति, अहिलेको प्रधानमन्त्रीप्रति, उहाँहरूको निष्ठा र आस्थाप्रति, उहाँहरूको स्वच्छताप्रति मेरो शङ्का छैन। हामीले शङ्का गर्नु नपरोस्। बजेट हेर्छु त गणेशमान सिंहको सम्मान केही जिल्लामा केही छरिएको रकममा खोज्न खोजिएको पाएँ मैले। प्रकाशमान सिंह उहाँको छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनु भयो, हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन, तर झन्डै 75 करोड रकममा गणेशमान सिंहको सम्मानलाई साट्ने ढङ्गको जुन विनियोजन भएको छ यो गलत भएको छ। म त आश्चर्य लागेको छ, राष्ट्रिय योजना आयोगले 3 करोडका योजनाको सिलिङ दिएको थियो। शहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिङ्ग र अस्तव्यस्त मन्त्रालय देखिएको छ। जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन। ससाना टुक्रा र नेताको अझ आफ्ना पिताजीको बजारमा चाहिँ त्यो पनि चर्चा छ है। नामका विनियोजनबाट देश अघि बढ्छ। टुक्रे योजनाहरू फालिनुपर्छ। म सम्मान्य प्रधानमन्त्रीज्यूसँग पनि भनेको छु र म सम्मान्य सभामुख महोदय मार्फत अर्थमन्त्रीज्यूलाई भन्न चाहन्छु, 3 करोडका योजना सांसदको सिफारिसका लागि मात्र होइन, सङ्घीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्छ र 3 करोडभन्दा कमीका योजना छुट्याएका छन् भने निर्ममतापूर्वक शहरी विकास मन्त्रालय, जुनसुकै मन्त्रालय, पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, जुनसुकै मन्त्रालयका पनि ती कार्यान्वयन गर्न हुन्न, रोक्नुपर्छ। किनभने यो चाहिँ सांसदहरूलाई देखाउनका लागि 3 करोडको सीमा तोक्ने, आफूले मनपरी गर्ने, यो कुरा चाहिँ यो कुनै हालतमा पनि मिलेको छैन। तपाईँका योजनाहरू यी कार्यान्वयन सही ढङ्गले भएका छन्? विगतमा यो खालका योजनाहरू कसरी कार्यान्वयन भएका छन् त्यसको मूल्याङ्कन गर्नुभएको छ? यो खालको अवस्था चाहिँ बडो उदेक लाग्दो छ। अरूले गरेको भए मैले धेरै कमेन्ट गर्ने थिइनँ। उप प्रधानमन्त्री, त्यो दलको तर्फबाट नेतृत्व गर्ने अनि शहरी विकास मन्त्रीको मन्त्रालयमै यी चिजको चाहिँ सिलिङ पालना नगर्ने हो भने कसले पालना गर्ने हो? यो चाहिँ बडो ताज्जुब लाग्दो कुरा भएको छ। म त भन्न चाहन्छु अहिले विकासका मोडेल ठिक ढङ्गले अगाडि बढेनन्। केही ठाउँका म भन्न चाहन्छु, केही ठाउँका योजनाहरू, एउटा खानेपानी योजना 80 लाख छुट्याउँदा सम्पन्न हुन्थ्यो। 2 वर्ष अगाडि जनताले खानेपानी उपभोग गर्न पाउँथे। 1 वर्ष 1 लाख, अर्को वर्ष 25 लाख, अर्को वर्ष 10 लाख, अहिले 5 लाख, अझै 15 वर्ष त्यो आयोजना सम्पन्न हुन्न। यो खालको विनियोजन गरेर हामीले के गर्न खोजिरहेका छौँ? रिजल्ट त कहीँ पनि देखिन्न। म त भन्न चाहन्छु हामी वित्तीय र आर्थिक अनुशासन छैन भन्ने कुरा स्वीकारौँ। यहाँ सङ्घमा मात्रै होइन, प्रदेशमा पनि 50,000 योजना प्रदेशमा चाहिँ 5 लाख 10 लाखका छुट्याइएको छ, जबकि प्रदेशमा 1 करोडभन्दा घटीका सिलिङहरू नगर्नुपर्ने हो। प्रदेश सरकारले त्यो ढङ्गको काम गर्नुपर्ने हो। सङ्घमा 3 करोडभन्दा घटीका योजना कुनै पनि चाहिँ स्वीकार गर्नु नपर्ने हो। पालिकाहरूले गर्ने काममा प्रदेश र सङ्घ, म त देख्छु शहरी विकास मन्त्रालयमा 1000 देखिका योजना छन्।
हजारका योजना छन्। यो केका लागि हो? यो के जग हँसाइयो? शहरी विकास मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खेलकुद मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय। यो के हविगत हो? के चाहिँ हैसियत प्रदर्शन गरेको हो? यो सरकारको, प्रधानमन्त्रीको, अर्थमन्त्रीको योजना आयोगको सिलिङको सीमा चाहिँ लागू हुन नपर्ने यो कस्तो तरिका हो? मलाई चाहिँ यो आश्चर्य लागेको छ। यदि हामीले स्रोतको ठिक ढङ्गले यो छर्ने कुरालाई रोक्ने हो भने 3 खर्ब रकम हुँदा धुलखेलसम्मको बाटो पुरा हुन्छ। सांसदको सिफारिसका योजना तपाईँ आफ्नो मन्त्रालयको कार्यक्रममा पार्नुहुन्न, नेविसँग र तरुण दल खोज्दै हिँड्नुहुन्छ भने मान्य उपप्रधानमन्त्रीज्यू, यसले कुनै परिणाम निकाल्दैन। तपाईँको बजेट विनियोजनलाई यहाँ अघि पनि सत्तापक्षका मान्यज्यूहरूले भन्नुभयो, मैले पनि भन्छु, स्वतन्त्र एकाडेमिक मान्छेहरूबाट रिभ्यू गराउने हैसियत राख्नुहुन्छ, म चुनौती दिन चाहन्छु। हामीले काम गर्ने लोकतान्त्रिक तरिका यही हो, गणतान्त्रिक तरिका यही हो, जन उत्तरदायी तरिका यही हो, बजेट विनियोजनको सही तरिका यही हो। मन्त्रालयहरू यही ढङ्गले चल्ने हो। यही ढङ्गले चाहिँ मन्त्रालयहरू आफ्ना आसेपासेका सिफारिस खोजेर हिँड्ने हो, जनताका प्रतिनिधिहरूलाई अपमान गर्ने हो, उनीहरूका सिफारिसलाई चाहिँ रद्दीको टोकरीमा फाल्ने हो भने यो सिस्टमले काम गर्छ। सर्वभन्दा म मेरो पार्टीकै हुनुहुन्छ उहाँ उपप्रधानमन्त्रीज्यू प्रकाशमान सिंह, सम्मान्य हाम्रो चाहिँ सर्वोच्च नेता गणेशमानको छोरा हुनुहुन्छ। म यहाँलाई काठमाडौँ जिल्लामा 207वटा 3 करोडको चाहिँ बजेट विभाजन गरिदिनु भएकोमा म प्रकाशमान उपप्रधानमन्त्रीज्यूलाई मुरीमुरी म धन्यवाद दिन चाहन्छु। उपप्रधानमन्त्रीज्यू दुवैजना बसिरहनु भएको छ। यहाँहरू सँगसँगै म पनि मन्त्री त झुन्डेको थियो नि। यहाँहरूले 3 करोडभन्दा मुनिको बजेट विमोचन नगर्ने भन्नुभयो आएन तपाईँहरूले प्रधानमन्त्रीज्यूसँग, उपप्रधानमन्त्रीज्यूहरू? तपाईँहरूले के तपाईँहरू मात्रै को जिल्लालाई मात्रै बजेट लान खोजे हो? यो कि शहरी विकास मन्त्री र अर्थमन्त्रीज्यूको के मितको चिनो साटेको हो? यो यही हो राज्य चलाउने तरिका? उपप्रधानमन्त्रीज्यू दुवैजनाले चल्छ राजनीति? देश चल्छ? कुन हिसाबले चल्छ देश? तपाईँहरूले मात्र अगाउनु पर्ने? तपाईँहरूले मात्र चुनाव जित्नु पर्ने? तपाईँहरू मात्र मन्त्री हुनु पर्ने? तपाईँले 77 जिल्ला हेर्नु पर्दैन? 165वटा क्षेत्र हेर्नु पर्दैन? मेरो जिल्ला तपाईँ पुग्नु भएको छ। मैले शहरी विकासको किताबलाई मैले लिएको छु। साथीहरूले यो किताबहरू च्यात्ने काम गर्ने गरेँ। म यो जनताहरूले कर तिरेको पैसाले बनाएको किताब हो। म च्यात्दिनँ। म बुद्ध भगवान् पशुपतिनाथसँग सम्झेर यो किताबलाई ढोगेर 84 को चुनावमा यो दुईटी उपप्रधानमन्त्री कुनै पनि दुईटी उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान् पशुपतिनाथसँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। तपाईँहरूको हृदय छ कि छैन? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईँहरू देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुन्डभित्रको तपाईँहरू चाहिँ जो मन्त्री हो? अनि तपाईँहरू मन्त्री बनिरहँदाखेरि अनि तपाईँहरू एक्लै चुनाव जितेर आएर बन्नुभएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? हाम्रा क्षेत्रका नागरिकले, तपाईँका क्षेत्रका नागरिकले, झापाका नागरिकले, मोरङका या सुदूरपश्चिम या सुदूरपूर्वका नागरिकहरूले तिरेको करको प्रतिशत एउटै हो। हेकारोस् यहाँहरूलाई। अनि बजेट भकारीको चाबी तपाईँको हातमा दिइसकेपछि तपाईँले लगेर आफ्ना क्षेत्रहरूमा मात्रै, नेताहरूका क्षेत्रहरूमा मात्रै हाल्ने? भोटको आधारमा यदि मूल्याङ्कन हुने हो भने कान्छाराम तामाङजीले भने जस्तै यो मुलुकको 50,000 मान्छेले मत दिएर आएको मान्छे म सुनिल शर्मा मोरस्टमा बोल्दैछु र प्रत्येक हाम्रो अगाडि बस्नुभएको सांसदहरू, हरेक सांसदहरूले कमसे कम 40,000 देखि 50,000 मत लिएर आउनुभएको छ र हामी बोलिरहेको एउटा व्यक्ति होइन। आज तपाईँले गर्नुभएको पाप र धर्मको एक दिन हिसाब हुन्छ। जनताको गाउँ गाउँबाट पसिना पसिना गरेर पठाएको पैसा पाई गरेर पठाएको कर तपाईँका भगारीमा आइसके पछाडि तपाईँले अघोषित रूपमा, म यसलाई अघोषित रूपमा भन्दैछु, लुट्नु भएको छ। होइन भने नेपाली नागरिकले बल्ल बल्ल भर्खर जलस्रोतमा चाहिँ जो फड्को मारिरहेको बेला, बनाउन सिकिरहेको बेला र जलस्रोतमा नेपालले एउटा नयाँ आयाम सुरु गर्ने बेलामा आज तपाईँले कुन ग्राउन्डमा यो भन्नुभयो? यो तत्काल तपाईँले यो असार मसान्त अगाडि यो तपाईँले परिवर्तन गर्नुपर्छ, चेन्ज गर्नुपर्छ भन्ने हो हाम्रो भनाइ। होइन भने दिनुहोस्, ठिक छ त विदेशीलाई दिनुहोस्, अथवा
यो ढिलो गरियो भने अर्को एउटा हल्ला छ, म खुलेर भनिदिन्छु, मलाई कुनै लाज छैन भन्नलाई, डर छैन। यहाँ एउटा हल्ला चलिरहेको छ, टेक एन्ड पे भन्ने, व्यापारीहरूसँग पैसा उठाउने अनि परिवर्तन गर्ने। यो हो डिजाइन भनिएको छ। म भन्दिनँ के हो डिजाइन, मैले अघि नै भनिसकेँ। अहिलेको अर्थमन्त्रीप्रति, अहिलेको सरकारप्रति, अहिलेको प्रधानमन्त्रीप्रति, उहाँहरूको निष्ठा र आस्थाप्रति, उहाँहरूको स्वच्छताप्रति मेरो शङ्का छैन। हामीले शङ्का गर्नु नपरोस्। बजेट हेर्दा सबैलाई थाहा छ, मैले भने एउटा मेरो पालिकाको वडा अध्यक्षले लेख्नुभएको छ, निच्च गर्दै मेरो वडामा आउलास् नि त खोइ भनेर एसएमएस गर्नुभएको छ। यो एसएमएस अर्थमन्त्रीलाई पठाइदिउँ कि प्रधानमन्त्रीलाई पठाउँ कि अन्य मन्त्रीलाई पठाउँ कि म आफै राखौँ कि त्यही वडा अध्यक्षलाई पठाउँ, सबैबाट त आएको छ। मेरो बाटो खोइ, मेरो गुम्बा खै, मेरो स्कुल खै, मेरो मन्दिर खै, अथवा मेरो खानेपानी खै, सबैको चाहना त्यही छ, तर हामीले यथेष्ट रूपमा दिन सकेका छैनौँ। सांसदको आवाजलाई सुनेर केही बजेटमा परिवर्तन गर्नुपर्ने छ भने परिवर्तन गरियोस् र सधैँ यो बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा अन्त्य गरियोस् भनेर अनुरोध गर्न चाहन्छु। अहिले अर्थ मन्त्रालयले एउटा पोलिसी ल्याएको रहेछ सभामुख महोदय, 5 करोडभन्दा तलकालाई बहुवर्षीयमा नलाने। मान्य अर्थमन्त्रीज्यू, बजेट दिँदा 3 करोडको भनेर दिने, 5 करोडको भन्दा बहुवर्षीय नलाने भएपछि त अनि ठुलो हाल्नेको मात्रै जाने भयो नि, त्यहाँ त बहुवर्षीयमा त मन्त्रीहरूका मात्रै जाने भए, मान्यका त नजाने भयो नि। यसलाई 5 करोडबाट घटाएर बहुवर्षीय 3 वर्षमा जाने पद्धतिको निर्णय आजैका मितिबाट गरियोस् भनेर अनुरोध पनि गर्न चाहे। बजेट हेर्दाखेरि लाग्छ मैले पनि अलिकति तितो भन्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको, कोही जेठी सासूको घरतिर जाने बाटोमा हालिएको, कोही शालीकोतिर पनि हालिएको जस्तो देखिएका छन् कुनै कुनै मन्त्रीज्यूहरूले। यो परम्परा नहोस्, सबैलाई समान रूपमा वितरण होस्। मन्त्रीको मात्र होइन, देशको लागि बजेट वितरण गर्ने र सबै अझ म त अनुरोध गर्न चाहन्छु, कतिपय दुर्गम पहाडी क्षेत्रहरू जहाँ अहिलेसम्म सबै कुराको सुविधा छैन, कहीँ खानेपानी लिनका लागि अहिले पनि गाग्री बोकेर 2 घन्टा हिँड्नुपर्ने अवस्था छ, कहीँ हस्पिटल जानका लागि अहिले पनि बाटाहरू छैनन्, त्यस्तो दुर्गम ठाउँमा अझ बढी प्राथमिकता दिएर बजेट आउने परिपाटीको विकास होस्। अहिले हेर्दाखेरि सुगमतामा बढी, दुर्गममा कम हुने परिपाटीलाई अन्त्य गरियोस् भनेर अनुरोध गर्न चाहन्छु। बजेट विभिन्न धेरै ठाउँमा छरिएर विनियोजन हुने, परिणाम ननिस्किने अवस्था यसपाल पनि कायम हुने हो, त्यो चाहिँ चिन्ताको विषय हो। यद्यपि तपाईँले भन्नु होला, तपाईँ पनि अर्थमन्त्री हुनुभएको थियो, त्यो बेला पनि त्यस्तै थियो। त्यस बेलामा 2 महिना अगाडि मैले बजेट बनाउने अवसर पाएको थिएँ, त्यसलाई रोक्न सक्ने अवस्थै थिएन। त्यसपछि त्यही महसुस गरेर हामीले कार्यविधि नै के बनायौँ भने 3 करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने। खालि 3 करोडको सीमा चाहिँ कसलाई मात्रै लागेछ भने माननीयज्यूले चाहिँ सिफारिस गरेर चाहिँ प्रस्तावित आयोजनालाई मात्रै लाग्यो, जबकि अरू आयोजना त यसै पनि 3 करोडभन्दा अझ ठुलो चाहिँ आयोजनाहरू चाहिँ हुनुपर्ने ठाउँ अरू आयोजनाहरू चाहिँ 3 करोडभन्दा तलकोमा सरेछ। अब यो अवस्था चाहिँ ठिक होइन र यो भौतिक योजना मन्त्रालयले, यद्यपि मेरो जिल्लालाई त खासै उहाँले चाहिँ हेर्नु नै भएन, यो ककनी सडक जुन बहुवर्षीय स्रोत सुनिश्चित भएको सडकलाई समेत अत्यन्त न्यून बजेट विनियोजन भएको रहेछ। तर म यसमा धेरै चाहिँ गुनासोमा म प्रवेश गर्न चाहन्न, तर हाम्रो चाहिँ बजेट विनियोजनको जुन तौर तरिका छ र जुन चाहिँ एउटा डिरेक्सन छ, त्यसमा चाहिँ मेजर कमी मैले देखेँ। यस किसिमको बजेट विनियोजनले परिणाम आउँदैन र हामीले तय गरेको लक्ष्य प्राप्त हुँदैन। म यहाँ पढेर सुनाउँछु। 11वटा एउटै क्षेत्रमा धिमाल जातीय होमस्टे प्रबन्धन तथा संरक्षण निर्माण दमक। म लामो भन्दिनँ, अर्को पनि निर्माण छ, धिमाल निर्माण दमक। अर्को त्यस्तै छ सामाजिक क्रियापुत्री भवन दमक। यस्तै समाज सुधार प्रतिष्ठान दमक 2 झापा, आदिवासी सङ्ग्रहालय गौरादह 7 झापा, पार्क निर्माण गौरादह टिका घारी झापा। यो सबै झापा त्यो पनि एउटै क्षेत्रमा। सभामुख महोदयलाई पनि माया गरेर रहेछन्, 21-25 लाखको एउटा छ। पर्यटन मन्त्रीजी हुनुहुन्छ, टुलटुल हेरेको, अहिले पनि सुनाएँ मैले, उहाँले
यसरी हुँदाखेरि म त्यतातिर अलिकति गएँ, यसरी हुँदाखेरि नबोल्ने मन्त्रीजी के भएको थियो? यस्तो हुनुहुन्छ तपाईँ जस्तो विवेक भएको मन्त्रीले। अब त्यसरी आएको डेलिगेसन थाहा पाउनुभयो होला। यो रातो किताबमा तरिगाउँ एयरपोर्टलाई मैले जग्गा अधिग्रहणको लागि करिबन 70 करोडदेखि 90 करोड लाग्छ, अहिले केही गर्नुहोस् भने मलाई आशा लागेको थियो, मलाई विश्वास थियो यहाँ त्यो क्रान्तिकारी केपी ओलीसँग, मलाई विश्वास थियो विष्णु पौडेलसँग, मलाई विश्वास थियो युवा नेता बद्री पौडेल मन्त्रीजीसँग। त्यही विश्वासको साथ बङ्गाली जनतालाई भनेको थिएँ कि एयरपोर्ट बन्द छ भनेर। अब मैले उहाँलाई अभिनन्दन गरौँ अथवा माला पहिराउँ अथवा यहाँ के बोलूँ? 1 करोड तरिगाउँ एयरपोर्ट अधिग्रहण गर्नलाई 1 करोड। यो हास्यास्पद हो कि यो जनताको प्रतिनिधिलाई नङ्गाउन खोजेको हो कि के हो? यो दाङ जिल्ला मात्रै नभनौँ, पश्चिमका कुनै ठाउँ बाटोघाटो केही छैन। उहाँ त अब दुःख साथ भन्नुपर्छ, गठबन्धनको कुरै बिर्सिनु भयो कि जस्तो लाग्छ। यो मिश्रित प्रणालीमा अर्को उपाय छैन गठबन्धन भन्दा, तर तपाईँले बिर्सिनु भयो। 2 पटक गएँ म मन्त्रालय, म त्यसै मन्त्रालय जाने व्यक्ति थिइनँ, म जाँदैन थिएँ, उहाँले बिर्सिनु भयो। मैले सुन्ने गरेका थिएँ, उहाँले त अरू कोलाई बोलाएर गरौँ, त्यो यसरी मुलुक बन्दैन, समृद्ध मुलुक बन्दैन। यसरी वनप्रति बाँटेको मैले अघि भने न यो विकास मैत्री छ, न लगानी मैत्री छ, न सत्ताधारी के अरे यो सरकार हामी सरकार समर्थन गर्ने संसदको उसमा छ। यसलाई सभामुख मार्फत भन्छु, जुन ठाउँमा बजेट आवश्यक छ, जस्तै जुन नेपाली जनतालाई तुरुन्तै चाहिएका त्यस्तो ठाउँमा यो बजेटले फेरि हेरोस्, नेपाली जनतालाई हेरोस्। यो वास्तवमा देश हिमालको देश हो, पहाडको देश हो, तराई मधेसको पनि देश हो। सबै जनताको नागरिकहरूको करबाट मुलुकमा तपाईँको वास्तवमा यहाँ करहरूबाट हामी बजेट पाउने गरेका छौँ। तर यो बजेटमा किन तपाईँको यस्तो काखा र पाखा गर्दै आएको छ? किन यो बजेटमा भेदभाव गर्दै आएको छ? किन मान्य मन्त्रीहरूले क्षेत्रमुखी हुँदै आउनुभएको छ? किन पदाधिकारी र ठुला बडाको क्षेत्रमा मात्रै प्राथमिकता दिँदै आएको छ? आज वास्तवमा म सत्तारूढ पार्टीको सांसद भए नाताले विरोधहरू जस्तो म किताब त च्यातिदिनँ, तर मेरो असन्तुष्टि छ। म तपाईँको गुनासो राख्न यहाँ अवसर पाएको छु। किन भन्दाखेरि यस्तो किसिमको भेदभाव गर्दैछ सामान्य महकुमा महोदय, त्यसकारण दुःख लागेको छ। नेपालको के अरे अहिले उदाहरणको लागि म आग्रह गर्न चाहन्छु, 16 वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्ग बनाउन सरकारले थप 2 वर्षको लक्ष्य लिएको थियो। यो लक्ष्य लिएको छ, यो राम्रो कुरा हो। तर सो लक्ष्य पुरा गर्न छुट्याइएको बजेट हात्तीको मुखमा जिरा जस्तै भएको छ। किनभने यस वर्षको बजेटमा 3 अरब 56 करोड रुपैयाँ विनियोजन गरिएको छ, जबकि हुलाकीको तिर्नुपर्ने दायित्व नै 15 अरब छ। यसमा कसरी तपाईँको त्यो हुलाकी राजमार्ग तपाईँको सम्पन्न हुन्छ? किनभने यो हुलाकी राजमार्ग अन्तर्गत नै एउटा धनसारा जिल्ला सिराहाको कमला नदी पुल छ। कमला नदी पुल 16 वर्ष अगाडि तपाईँको 52 वर्ष अगाडि सुरुवात भएको पुल हो। 14 अरबको लागतमा तपाईँको सुरुवात भएको पुल हो। 2078 मा तपाईँको त्यो पुल भास्यो र त्यो पुलको लागि आज पनि मैले सामान्य प्रधानमन्त्रीसित कुरा गरेको छु, पटक मान्य मन्त्रीजीसित पनि कुरा गर्दै आएको छु, अर्थमन्त्रीजीसित कुरा गर्दै आएको छु, के विभागमा पनि कुरा गर्दै आएको छु। तर पनि हुन्छ भन्छ र अहिलेसम्म त्यो कुरो बजेटमा प्राथमिकता पारिएको छैन। हुलाकी पुल के मध्य प्रदेश नेपालमा होइन, मध्य प्रदेशमा हिँड्ने जनताहरू नेपाली होइन, त्यो 21 जिल्लालाई तपाईँको टच गरिएको त्यो हुलाकी राजमार्ग अन्तर्गतको त्यो कमला पुल हो। 1 करोड जनताको प्रतिनिधित्व गरिरहेको छ। त्यो पुलमा किन तपाईँको भेदभाव गर्दैछ?